A leader is one who knows the way, goes the way and shows the way. कि परमेश्वर चाहिँ एकदमै भलो परमेश्वर हुनुहुन्छ जसले अनकाइन्ड कामहरू गर्न सक्नुहुन्न। जुन देश पपुलेसनको हिसाबले संसारमा 166 नम्बरमा मात्रै आउँछ। God is too good to be unkind and too wise to make a mistake. कहिलेकाहीँ हाम्रो सपनाहरू सबैको लागि बाँड्नका लागि चाहिँ नहुँदो रहेछ मेरो प्रियहरू। यो निर्माण गर्दै गर्दा तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के रहेछ भने स्टिवर्डशिप। बिल्ड टु लिड भन्दै गर्दाखेरि तपाईँ र मैले भण्डारेपनको कुरा चाहिँ कसरी निर्माण गर्ने, एउटा अगुवा निर्माण हुँदै गर्दाखेरि सबभन्दा पहिलो अगुवाले निर्माण गर्नुपर्ने, आफैमा निर्माण गर्नुपर्ने कुरा चाहिँ भण्डारेपन रहेछ है। जबसम्म तपाईँ र मेरो जीवनमा त्यो स्टिवर्डशिपको कुराहरू निर्माण हुँदैन तबसम्म तपाईँ र म अगुवा बन्नका लागि क्वालिफाई नहुँदो रहेछौँ। हामीलाई जब पनि हामी भण्डारेपनको कुरा गर्छौँ, हामीलाई भण्डारेपनको कुरा गर्ने बित्तिकै चाहिँ हामीलाई दशांशको कुरा याद आउँछ, हामीलाई भेटीको कुरा याद आउँछ, हामीलाई ट्रेजरहरूको कुरा याद आउँछ, हदाक्षको कुराहरू हामीलाई याद आउँछ। तर बाइबलले तपाईँ र मलाई सिकाउन खोजेको कुरा चाहिँ त्योभन्दा अति नै फराकिलो, त्योभन्दा अति नै ठुलो कुरा छ। सबैजनाले आमेन भन्नुहोस्। मलाई चाहिँ हालेलुया आमेन भनेको मनपर्छ। यसले चाहिँ म आफैलाई पनि एक प्रकारले त्यो इन्टरेक्ट गर्नका लागि, इन्गेज रहनका लागि सहायता गर्छ। यदि तपाईँलाई पवित्र आत्माले जोस्यायो भने हालेलुया भन्नुहोस्, प्रेज द लर्ड भन्नका लागि तपाईँहरू स्वतन्त्र हुनुहुन्छ। यहाँनिर स्टिवर्डशिप भन्दै गर्दाखेरि यो चाहिँ खालि यहाँनिर पैसाको कुरा होइन, लेनदेनको कुरा होइन, तर वास्तविकतामा भण्डारे भन्दै गर्दाखेरि चाहिँ जुन कुरा परमेश्वरले तपाईँ र मलाई, तपाईँ र मेरो हातमा जीवनमा सुम्पनु भएको छ त्यो कुराहरूलाई चाहिँ विश्वास योग्य ढङ्गले व्यवस्थापन गर्नु चाहिँ स्टिवर्डशिप, त्यो चाहिँ भण्डारेपन। अनि यस कारणले गर्दाखेरि तपाईँ र मैले, तपाईँ र मेरो जीवनमा, तपाईँ र मेरो हातमा परमेश्वरले के कुरा सुम्पनु भएको छ र त्यसलाई हामीले कसरी प्रयोग गर्दैछौँ र तपाईँ र मैले हाम्रो नेक्स्ट जेनेरेसनलाई के सिकाउँदैछौँ भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। के तपाईँ र मैले हाम्रो नेक्स्ट जेनेरेसनलाई सिकाउँदै गर्दाखेरि तपाईँ र मैले के त्यो नेक्स्ट जेनेरेसनलाई स्टिवर्डशिपको कुराहरू सिकाउँदैछौँ कि छैन? यो स्टिवर्डशिप भन्ने शब्दलाई जब हामी हेर्छौँ, यो शब्द एउटा ग्रिकबाट आएको शब्द हो जसलाई तपाईँको ओइकोमिया भनेर भन्ने गर्छ। ओइकोनोमिया भनेर यो शब्द एउटा शब्द छ ग्रिकमा जसको माने हो घरलाई म्यानेज गर्नु। अनि यो ओइकोनोमिया भन्ने शब्द आफै पनि दुईटा शब्दबाट आएको छ। एउटा शब्द हो ओइकोस जसको माने हो घर, अनि अर्को शब्द हो नमस जसको माने हो व्यवस्थापन गर्नु। अनि तपाईँ र मैले एउटा अगुवालाई निर्माण गर्दै गर्दाखेरि चाहे त्यो घरको अगुवा किन नहोस्, चाहे त्यो समाजको अगुवा किन नहोस्, चाहे त्यो मण्डलीको अगुवा किन नहोस्, त्यो अगुवालाई तपाईँ र मैले कसरी निर्माण गर्दैछौँ? किनभने यहाँनिर कुनै हरेकलाई परमेश्वरले एउटा अगुवाको रूपमा, भविष्यको अगुवाको रूपमा उहाँले निर्माण गर्दै हुनुहुन्छ। अनि त्यो निर्माण गर्दै गर्दाखेरि तपाईँ भित्र त्यो भण्डारेपन उहाँले निर्माण गर्दै हुनुहुन्छ। हालेलुया। कतिपल्ट तपाईँ र मलाई थाहा छैन होला, थाहा नहोला, तर परमेश्वरले तपाईँ र मेरो जीवनमा हरेक दिन नयाँ काम गर्दै हुनुहुन्छ, तपाईँलाई नयाँ व्यक्ति बनाउँदै हुनुहुन्छ, तपाईँको नयाँ आइडेन्टिटीलाई उहाँले निर्माण गर्दै हुनुहुन्छ। अनि जबसम्म हामी त्यो परमेश्वरको उसमा पुग्दैनौँ तबसम्म हामी परमेश्वरको राज्यको लागि कतिपल्ट ठिक व्यक्ति अगुवाई गर्नका लागि बन्दैनौँ। किनभने लिडरसिप इज स्टिवर्डशिप, अनि स्टिवर्डशिप रिक्वायर्स अकाउन्टेबिलिटी। अगुवापन भनेको नै भण्डारेको काम गर्नु हो र जबसम्म एउटा भण्डारे चाहिँ एउटा उत्तरदायी बन्दैन तबसम्म ऊ एउटा अगुवा बन्न सक्दैन। र यो कुरालाई, यो स्टिवर्डशिपको विषयमा, यो बिल्ड टु लिड भन्दै गर्दाखेरि आज मैले तपाईँहरूको विषय बिचमा राख्न आँटेको कुरा चाहिँ के हो भने तपाईँ र मलाई परमेश्वरले कसरी निर्माण गर्नुभयो, हाम्रो जातिलाई परमेश्वरले कसरी निर्माण गर्नुभयो। हामीलाई परमेश्वरले हाम्रो छुट्टै एउटा कथा दिनुभएको छ। परमेश्वरले हामीलाई एउटा छुट्टै कथाबाट, एउटा छुट्टै पृष्ठभूमिबाट ल्याउनु भएको छ
जुन कुरालाई हामीले चाहेर पनि बिर्सन सक्दैनौँ, जुन कुरा हाम्रो जीवनमा र हृदयमा सधैँभरि रहन्छ, जुन कुरालाई हामीले कहिले बिर्सन पनि हुँदैन। अनि विशेष गरेर आज बिल्ड टु लिड भन्दै गर्दा परमेश्वरले नेतृत्व गर्नको लागि हामीलाई निर्माण गर्नुपर्छ, उहाँले निर्माण गर्दै हुनुहुन्छ भन्दै गर्दा परमेश्वरले तपाईँ र मलाई कुन जर्नीबाट लानु हुँदैछ। आज विशेष गरेर हामी पिट टु प्यालेस भनेर एउटा खाल्टोदेखि परमेश्वरले कसरी एउटा त्यो महलसम्म, त्यो दरबारसम्म परमेश्वरले लानुहुन्छ उहाँको अगुवाईमा, एउटा गर्दबाट कसरी परमेश्वरले त्यो गौरवसम्म पुर्याउनुहुन्छ हामीलाई, एउटा 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 दुःख र कष्टबाट कसरी परमेश्वरले त्यो महिमासम्म उहाँले हामीलाई लानुहुन्छ भन्ने विषयमा हामी छोटकरी रूपमा हामी हेर्ने कोसिस गर्नेछौँ। बाइबलको सिद्धान्तमा जब हामी हेर्छौँ, जब पनि परमेश्वरले कसैलाई निर्माण गर्नुहुन्छ, बिफोर गड अलाउज द लिडर्स टु लिड, परमेश्वरले पहिला हि बिल्ड देम फर्स्ट। हामीलाई धेरैपल्ट संसारमा रेडिमेड लिडर्सहरूको खाँचो हामी खोजिरहेका हुन्छौँ, तर जब परमेश्वरले उहाँको बोलावटमा हामीलाई बोलाउनुहुन्छ, उहाँले चाहिँ रेडिमेड लिडर्सहरू होइन, तर उहाँले चाहिँ पहिला त्यो व्यक्तिलाई बोलावट दिनुहुन्छ अनि त्यसको बादमा उहाँलाई निर्माण गर्न थाल्नुहुन्छ। जब हामी परमेश्वरको वचनमा हेर्छौँ, बाइबलमा हेर्छौँ, हामी प्रशस्तै मात्रामा यस्तो इक्जाम्पल्सहरू, उदाहरणहरू हामी देख्न सक्छौँ। जब तपाईँले मूसालाई हेर्नुहुन्छ, परमेश्वरले मूसालाई बोलाउनुहुन्छ अनि परमेश्वरले मूसालाई बोलाउनु भएपछि परमेश्वरले उसलाई एकैचोटि लगेर त्यो अगुवा पनि उहाँले दिनुहुन्न, तर परमेश्वरले मूसालाई त्यो उजाड स्थानमा, त्यो वेल्डरनेसमा उहाँले तयार गर्नुहुन्छ। परमेश्वरले मूसालाई 40 वर्षसम्म त्यो उजाड स्थानमा तयार गर्नुभयो। जब हामी दाउदलाई हेर्छौँ, दाउदलाई राजा हुन अघि परमेश्वरले उहाँलाई गोठालाको रूपमा निर्माण गर्नुभयो। परमेश्वरले येशूलाई, जब येशूले आफ्नो चेलाहरूलाई पठाउन अघि उहाँले चेलाहरूलाई निर्माण गर्नुभयो। आमेन। अनि आज यो रिस्पोन्सिबिलिटी परमेश्वरले तपाईँलाई दिनुभएको छ। यो रिस्पोन्सिबिलिटी सम्पूर्ण भुटानी समाजलाई परमेश्वरले दिनुभएको छ। अनि यो रिस्पोन्सिबिलिटीलाई लिएर तपाईँ र म हिँड्नु जरुरी छ। तपाईँ र मैले हाम्रो नेक्स्ट जेनेरेसनलाई कसरी तयार गर्ने, अब तपाईँ र मैले सोच्नु जरुरी छ। जसरी हामी योसेफको जीवनलाई हेऱ्यौँ भने परमेश्वरले योसेफलाई तयार गर्दै गर्दाखेरि योसेफको जीवनको एउटा जर्नीलाई हामी देख्न सक्छौँ। यहाँनिर देख्नुहुन्छ तपाईँले एउटा भुटान देश, भुटानको एउटा म्यापलाई देख्नुहुन्छ। हाम्रो कतिजना नानीहरूले, यङ्स्टरहरूले थाहा छैन भने, तपाईँहरूले कहिले देख्नु भएको छैन भने यो म्याप चाहिँ भुटानको म्याप हो। अनि यो भुटानको म्याप मैले यस कारणले तपाईँहरूको अगाडि ल्याएको छु, परमेश्वरले तपाईँको बुबा र आमालाई यो देशबाट लिएर आउनु भएको। हालेलुया। अनि यो देशलाई जब तपाईँले हेर्नुहुन्छ, यो देश चाहिँ वर्ल्डको म्यापमा हेर्नुभयो भने यो देश एउटा स्यान्डविच कन्ट्री हो। यो चाहिँ दुईटा ठुलो ठुलो देशको बिचमा लुकेको एउटा सानो देश हो, जुन देशलाई धेरै जसो मानिसहरूले दे डोन्ट इभन नो इफ यु टक अबाउट भुटान, उनीहरूलाई थाहा पनि छैन भुटान कहाँ छ, कुन देशको नाम हो। तर परमेश्वरले तपाईँ र मलाई यो देशबाट निकालेर ल्याउनु भएको छ। हालेलुया। यो देशलाई, यो देशको विषयमा जब हामी हेर्छौँ, यहाँनिर हेऱ्यौँ भने यो देश एकदमै सानो देश छ। अनि यो देशबाट जब यो जातिलाई निकाल्यो, जब हामी भुटानी नेपालीहरू यहाँबाट निकालेर गयौँ 1990s धेरै मानिसहरूले आफ्नो जीवनको सर्वस्व गुमाए, धेरै बाबा आमाले आफ्नो छोराछोरी गुमाए, धेरै श्रीमानहरूले आफ्नो श्रीमती गुमाए, धेरै श्रीमतीहरूले आफ्नो श्रीमान गुमाए, आफ्नो छोराछोरीहरू गुमाए। अनि जतिखेर गुमाए यो देशको पपुलेसन पनि कति थियो तपाईँलाई थाहा छ? करिबन 6 लाख देश पपुलेसन भएको देश हो। जुन देश पपुलेसनको हिसाबले संसारमा 166 नम्बरमा मात्रै आउँछ। अहिले पनि यो देशमा 8 लाख मात्रै मानिसहरू बसोबास गर्दैछ। अनि मैले यो तपाईँलाई भन्न खोजेको उद्देश्य चाहिँ के हो भने यो देश चाहिँ हामीलाई, यो भुटानलाई अर्को नाम के भन्छ भने यसलाई ड्रुक्योल पनि भन्छ, जसको नाम यो ड्रागनको देश हो, द ल्यान्ड अफ ड्रागन हो। अनि जुन देशमा आजसम्म तपाईँले हेर्नुभयो भने 1% पनि विश्वासीहरू तपाईँले भेट्नुहुन्न। Not even a 1% of population is Christian lived in that country. तपाईँले हेर्नुभयो भने एउटा चर्च पनि, एउटा स्ट्रक्चर तपाईँले त्यहाँनिर भेट्नुहुन्न।
अनि त्यो ठाउँबाट परमेश्वरले तपाईँ र मलाई लिएर आउनु भएको छ। हालेलुया। अनि यो देशमा उहाँले तपाईँ र मलाई इस्टाब्लिस गर्नुभएको छ। यो देशमा उहाँले हामीलाई ल्याउनु मात्रै भएको छैन, तर यो देशको प्राउड नागरिक पनि परमेश्वरले बनाउनु भएको छ। तर यो देशको प्राउड नागरिक हुँदै गर्दाखेरि यहाँनिर एउटा जर्नीलाई हामीले तय गरेका छौँ। जब हाम्रो बुबा आमाले, हाम्रो सबै मानिसहरूले जब सबै कुरा गुमाए, तब गएर यो देश परमेश्वरले हामीलाई दिनुभएको छ। परमेश्वरको वचनले हामीलाई भन्छ, जब मत्तीको किताब 24 अध्यायको 3 र 14मा जब हामी हेर्छौँ, यहाँनिर एउटा कुरा लेखिएको छ कि यहाँनिर एउटा चेलाले यसुलाई प्रश्न गर्छ, अन्तको समय आउँदाखेरि यसको चिन्ह के हुन्छ होला? अनि यसुले जवाब दिनुहुन्छ, जब अन्तको समय आउँछ, अन्तको समय आउँदाखेरि चाहिँ तिमीहरूले एउटा कुरा थाहा गर्नु कि राज्यको सुसमाचार जबसम्म सबै जातिहरूलाई सुनाइँदैन तबसम्म मेरो दोस्रो आगमन हुने छैन, या त अन्तको समय हुने छैन। मैले यो वचन तपाईँहरूको अगाडि राख्दै गर्दाखेरि मैले तपाईँहरूलाई जोड्न खोजेको, भन्न खोजेको कुरा चाहिँ यो चाहिँ हाम्रो स्टोरी हो। परमेश्वरले यो जातिलाई यति धेरै माया गर्नुभयो, परमेश्वरले यो जातिलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले यो जातिलाई त्यो देशबाट निकाल्नुभयो। यदि आज तपाईँ र म यो देशमा हुनु थियौँ भने सायद आज हामी आज पनि विश्वासी हुने थिएन होला धेरै जसो। तर परमेश्वरले यो जातिलाई त्यहाँबाट एब्स्ट्र्याक्ट गरेर निकाल्नुभयो। अनि परमेश्वरले यो जातिलाई हाम्रो रेफ्युजी क्याम्पमा तयार गर्नुभयो। हालेलुया। अनि हाम्रो यो आफ्नै एउटा पीठ छ, एउटा हाम्रो आफ्नै खाल्टो छ, जुन खाल्टोमा परमेश्वरले यो जातिलाई निर्माण गर्नुभयो। निर्माण मात्रै गर्नु भएन, यहाँनिर अहिले सयौँको सङ्ख्या र हजारौँको सङ्ख्यामा परमेश्वरले उहाँको अगुवाहरू निर्माण गर्नुभयो। हालेलुया। यदि हामी 1970s, 1980s, 1990s मा हेऱ्यौँ भने लेस देन 1% एकदमै ज्यादा भयो। 0.5%, लेस देन 0.5% मानिसहरूले प्रभुलाई चिनेको ठाउँमा। अनि तीमध्येमा हामीले एकदमै भेरी फ्यु छ। 2016मा होला हाम्रो पास्टर, हाम्रो डक्टर नर्बु पास्टर बाउले उहाँहरूले त्यहाँनिर अनर गरेको हामीलाई थाहा छ। हामी यति थोरै जाति थियौँ, अनि त्यो जातिलाई परमेश्वरले यति धेरै हजारौँको सङ्ख्यामा परिवर्तन गर्नुभयो। आमेन। अनि परमेश्वरले त्यो यात्रामा परमेश्वरले हामीलाई ल्याउनु भयो। यहाँनिर हाम्रो आफ्नै स्टोरी छ। अनि जब यो ब्युटिफुल लिड भन्दै गर्दा परमेश्वरले तपाईँ र मलाई हाम्रो जातिलाई कसरी निर्माण गर्नुभयो, कसरी तयार गर्नुभयो भन्ने कथालाई तपाईँ र मैले कहिले पनि बिर्सनु हुँदैन। जबसम्म परमेश्वरले तपाईँ र मलाई जीवित राख्नुहुन्छ, तपाईँ र मेरो कर्तव्य चाहिँ तपाईँ र मैले यी कुरा आफ्नो जातिहरूलाई बाँड्न जरुरी छ। आमेन। आफ्नो छोराछोरीहरूलाई यो कुराहरू बाँड्नु जरुरी छ। हामी यो कथाहरू किन, why do we keep sharing this story times and again, every years, every PNCA? The only reason is to remember what God has done in our life, how God has brought us here in this country. अनि परमेश्वरको फेथफुलनेसलाई जहिले पनि हाम्रो जेनेरेसनमा हाम्रो जातिहरूलाई निर्माण के भन्छ रिमाइन्ड गराउनु हो। यहाँनिर हाम्रो भाइ एकजना रोशन विश्वले यसरी उहाँको मेमोयर लेख्नु भएको रहेछ। म तपाईँहरूको अगाडि पढ्न चाहन्छु। उहाँले अन्तिममा उहाँले आफ्नो छोराहरूको लागि लेटर टु माई सन्स भनेर यसरी लेख्नु भएको रहेछ। मैले यस कारणले यसलाई एम्फसाइज गरेको, भाइ हामीले यो कुरा किन गर्नु जरुरी छ भन्दा, माई बोइज, if you are reading this, I am either too old or already with the Lord. But my words don't die. A father's words should outlive him. So listen close. You were born in the hospital, not in the camp tent. Your birth certificate says United States of America, not stateless. You will never know what it means to wait 2 hours for a can of water. You will never have to lie about your name to feed your family. That is not love. That is opportunity. And the opportunity is expensive. I paid for your opportunity with the 19 years in the refugee camp. Your mother paid for it for the midnight English lesson and the $20 grocery list. The teacher in the bamboo schools paid for it by teaching without pay.
Nepal paid for it by opening its border when it had nothing left. America paid for it by saying, you belong here. When no other country would, Jesus paid for it with his life, so I could call him Father. So please, my sons, never take it for granted. भनेर एउटा पत्रलाई मैले तपाईहरुको अगाडि राख्छु। This is why we must tell our generations, we must teach our generations, we must share this story to our children, that how God has brought here in this country. यहाँ भन्दै गर्दाखेरि कहिलेकाहीँ अलिकति फ्लोमा अलिकति हामी धेरै छाइ खाँदो रहेछ है। यहाँनिर ब्युटिफुल लिड भन्दै गर्दा यो अवस्थाबाट परमेश्वरले हामीलाई ल्याउनु भयो भन्दै गर्दाखेरि यहाँनिर जन म्याक्सवेल यसरी भन्छ, अ लिडर इज वन हु नोज द वे, गोज द वे एन्ड सोज द वे। यहाँनिर जन म्याक्सवेलले यहाँनिर के भन्दैछ भने एउटा अगुवा चाहिँ त्यो हो जसले म कहाँ जाँदैछु भन्ने कुरालाई छर्लङ्ग रूपले देखेको छ, बुझेको छ, जसले म के गर्दैछु भन्ने कुरालाई जानेको छ, जसले चाहिँ आफूले गरेको आफूले प्रचार गरेको कुरालाई प्र्याक्टिस गर्छ र जसले चाहिँ अरू सँगसँगै रोक्न सक्छ। अनि त्यो व्यक्ति हो, त्यो चाहिँ एउटा लिडर जो चाहिँ साँच्चै वास्तविकतामा जन म्याक्सवेलले भन्छ जसले चाहिँ वास्तविकतामा यी कुराहरू तिनटै कुरालाई अँगालेको छ। यहाँनिर पिट टु प्यालेस भन्दै गर्दा हाम्रो स्टोरी तपाईँले सायद सयौँचोटि तपाईँले सुन्नु भएको छ होला। म तपाईँहरूलाई संक्षेपमा जान चाहन्छु। यहाँनिर पिट टु प्यालेसको कथा तपाईँले धेरैजनाले अघिबाटै अड्कल गरिसक्नु भयो होला। बाइबलमा एउटा यस्तो व्यक्ति छ जसको नाम हो योसेफ। अनि यो योसेफलाई जब तपाईँले बाइबलमा सबभन्दा पहिलोपल्ट देख्नुहुन्छ उत्पत्तिको किताब 37 अध्यायमा तपाईँले यहाँनिर देख्नुहुन्छ एउटा जवान मानिसलाई जो चाहिँ 17 वर्षको मात्रै छ। अनि यहाँनिर तपाईँको वचन यसरी भन्छ 37 को 5 देखि 7सम्ममा एकपल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्नो दाजुभाइहरूलाई भने, तिनीहरू उनीसँग झन् बढी दुश्मनी राख्न थाले। तिनले उनीहरूलाई मैले देखेको सपना सुन्नुहोस्, हामीहरू खेतमा अन्नका बिटा बाँधिरहेका थियौँ र मेरा बिटा चाहिँ ठाडो भयो र तिनीहरूका बिटाहरू त्यसका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवट गरे भनेर यहाँनिर एउटा दर्शनलाई हामी देख्छौँ, एउटा सपनालाई हामी देख्छौँ। एउटा व्यक्ति, एउटा जवान मानिसले, एउटा जवान छोराले एउटा दर्शनलाई देख्दैछ अनि उसले यो दर्शनलाई चाहिँ यहाँनिर उसको दाजुभाइहरूको अगाडि राख्दै गरेको यहाँनिर हामी देख्छौँ। अनि उसले यो दर्शनमा उसले भन्छ कि मैले चाहिँ एउटा मेरो दर्शनमा एउटा बिटालाई देखेँ अनि सबै तपाईँहरूको बिटाले चाहिँ त्यसलाई दण्डवट गरेको मैले देखेँ। अनि यो हुँदै गर्दाखेरि यहाँनिर हामी देख्न सक्छौँ कि उसको साथीहरूले, उसको दाजुहरूले चाहिँ यहाँनिर योसेफसँग झन् बढी दुश्मनी बढेको यहाँनिर हामी देख्छौँ। जब यो दुश्मनी यहाँनिर बढ्दै जान्छ, यहाँनिर जब उसले एउटा दर्शनलाई देख्छ अनि उसले आफ्नो दाजुभाइहरूसँग यहाँनिर हामी सेयर गरेको देख्छौँ। जब उसले यो सेयर गर्छ अनि यहाँनिर परमेश्वरको वचनले भन्छ उनीहरूले चाहिँ अझ बढी आफ्नो भाइसँग दुश्मनी राख्न थाले। अनि दुश्मनी राख्दै गर्दा उनीहरूले दुश्मनी मात्रै राखेन, तर यहाँनिर हामी देख्न सक्छौँ परमेश्वरको वचनले यहाँनिर हामीलाई भन्छ 37 को 23 देखि 24सम्म, यसैले जब योसेफ आफ्ना दाजुभाइहरू कहाँ आइपुगे तब तिनीहरूले लाएका राम्रा बुट्टाहरू भएका त्यो लामो लबेदा उनीहरूले फुकालेर खोसे अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्टोमा फालिदिए र त्यो पानी नभएको सुक्खा खाल्टो थियो। यहाँनिर एउटा व्यक्ति छ, एउटा जवान मानिस छ, उसले एउटा दर्शनलाई देखेको छ अनि उसले आफ्नो सपनालाई आफ्नो दाजुभाइहरूसँग उसले यहाँनिर बाँडेको छ। अनि जब उसले त्यो बाँड्छ अनि बाँड्दै गर्दा उसको बिचको एउटा दुश्मनी बढ्दै गरेको यहाँनिर हामी देख्छौँ। कहिलेकाहीँ हाम्रो सपनाहरू सबैको लागि बाँड्नका लागि चाहिँ नहुँदो रहेछ मेरो प्रियहरू। धेरैपल्ट कतिवटा दर्शनहरू तपाईँ र मैले हामीसँग एकदमै राख्नुपर्ने रहेछ। अनि यहाँनिर हामी जब हेर्छौँ योसेफले आफ्नो दाजुहरूसँग जब उसले यो दर्शनलाई सपनालाई सेयर गर्छ अनि उसले यहाँनिर भन्छ परमेश्वरको वचनमा हामी देख्छौँ उसको दाजुहरूले चाहिँ अझ धेरै यहाँनिर दुश्मनी गरेको यहाँनिर हामी देख्छौँ। दुश्मनी मात्रै गरेन, जब यहाँनिर 23 र 24
भनेपछि हामी देख्छौँ ऊ आउँदै गरेको देख्दाखेरि उनीहरूले के गरेको त, सो इट केम अबाउट when Joseph reached his brother that they stripped the Joseph of his tunic, the multicolored tunic that was on him, and they took him and threw him into the pit. Now the pit was empty without water in it. अनि उसले चाहिँ यहाँनिर उसको दाजुहरूले योसेफलाई त्यहाँनिर फ्यालेको हामी देख्छौँ। ऊ यहाँनिर जोसेफलाई जब उसको दाजुहरूले देख्छ, उनीहरूको हृदयमा एक प्रकारको दुश्मनी बढेर आएको यहाँनिर हामी देख्छौँ। जब त्यो दुश्मनी बढेर आउँछ अनि यहाँनिर उनीहरूले चाहिँ आफ्नो भाइलाई खाल्टोमा फ्यालिदिन्छ। यहाँनिर एकजना व्यक्ति परमेश्वरको दासले यसरी भन्छ, यहाँनिर चार्ल्स स्पर्जनले यसरी भन्छ, God is too good to be unkind and too wise to make a mistake. यहाँनिर यो घटना यहाँनिर हुँदै गर्दा कतिपल्ट हामीलाई लाग्छ कि परमेश्वरले किन यस्तो गर्नुभयो। कहिलेकाहीँ हामीलाई हाम्रो जीवनमा दुःख र कष्टहरू आउँदै गर्दाखेरि हामीलाई लाग्छ परमेश्वरले गल्ती गर्नु हुँदैछ हाम्रो जीवनमा। हामीलाई कहिलेकाहीँ लाग्छ, यहाँनिर जब योसेफको स्टोरी पढ्दै गर्दा हामी कतिजनालाई कहिलेकाहीँ लाग्छ होला परमेश्वरले गल्ती गर्नुभयो। तर यहाँनिर चार्ल्स स्पर्जनले एउटा कुरा स्पष्टसँगले तपाईँ र मलाई उसले यहाँनिर बताउँछ कि परमेश्वर चाहिँ एकदमै भलो परमेश्वर हुनुहुन्छ, जसले अनकाइन्ड कामहरू गर्न सक्नु